साग हुँदैछ क्या ए बेथे लट्टे भन्ने सब लेउ लागेको छ नि त सबै खोलाको छेउ हुने रहेछ हौ उनीहरूले चाहिँ लट्टे बेथे चाहिँ नखाने रहेछन् यिनीहरूले अर्कै कुरा खोजिरहेको उनीहरूले अर्कै खान्छन् हामीले अर्कै हामीले खाने उनीहरूले खाँदैन उनीहरूले खाने हामीले खाँदैन उनीहरू तितेपाती पनि खान्छन् हजुर होइन त्यस्तो होइन अर्कै हो यो हामीले खोजेको चाहिँ लेखतिर पाउने साग हो क्या हो किन नहुनु 100% हो जरिङ्गो भन्छु मैले चाहिँ अरूले के भन्छन् उनीहरूले अर्कै खोजिरहेको छ लेउ खोजिरहेको छ यिनीहरूले होइन त्यो त सुँगुरले खाने होला भयो तर लाटा मान्छे हिँड्दैछ मेरो अगाडि बाजी राख्दैछ माछा यसले माछा के पाउला र यहाँ माछा आउँदैछ उसले पनि खानेकुरा खोजिरहेछ यहाँ चाहिँ म भोलि माछा मार्न आउनुपर्छ क्या त्यस्तो भन्नु यहाँ चाहिँ माछा मार्न आउनु पर्यो भोलि साढे पर्सितिर कति रहेछ माछा त यसो गरेर खानुपर्छ बिदामा बस्ने यो फुल मैले रोपेको हो यो चाहिँ भरे बेलुका लान्छु यस्तो हुन्छ गाउँ मसिनो घर छ सानो घरमा क्या यो पनि मेरो घर हुनसक्छ यस्तो छ मेरो घर हो यो पनि मेरै घर हुनुपर्छ है सानो जति मेरै हुन्छ क्या हो नयाँ बियर पनि मिठो हुन्छ सस्तो छ मिठो छ यही खान्छु भन्छन् बाटो खान्छन् के गर्ने होला धान रोप्ने बेला हुन लागेछ यार सबै ठाउँतिर सब बाली लाउने बेला भइसक्यो अब सोजुको समय सिद्धियो अब छत्ता उडेर हिँड्यौ तिमी सबैजना आई घर छोडेर सहर गए गाउँ छोडेर सहर गइसके सबैजना हामी मात्रै छौँ यो गाउँमा यो फुलहरू मैले रोपेको हो आज छुट्टीको दिन किन आउँछु यो बाजेले काम गर्दैछ यहाँ गोडमेल सरसफाइ यतिको काम चाहिँ गर्नुपर्ने हुन्छ है सबैले बुढेसकाल नभने सबैजना गइसके सहरकै गइसके बाजेहरू कहिले कहाँ आउँदा छन् घर वरिपरिको फुलहरू गमबुटै लाउनुपर्छ काम गर्नुपर्दा त सबै कम्पनी छ माथितिर चाहिँ दोङमानको साग हो त्यो नहुन सक्छ फर्सी जे कस्तो मसिनो हेर न यस्तो जेको पनि यसरी बिउ नराख्नु पर्ने आलु मकै धानको चाहिँ हुँदैन के हो
राख्छ धानको पनि बेर। धानको सबैको बेर्ना यसरी राखेपछि मात्रै बारीमा लानुपर्ने हुँदो रहेछ यहाँ चाहिँ। अब यो प्याज टिपेर लान्छु। सोध्यौँ यो बाटोमा त छ के हुन्छ। हेर्नुहोस् साथीहरू यहाँ आलु हेर त साथीहरू यहाँ यसरी रोप्नुपर्ने हुन्छ। सबै हजुर यो अब हाम्रो गाउँ हो भनौँ। म देखाइदिन्छु घर पनि हाम्रो सबै यस्तो छ क्या हाम्रो गाउँ। हाम्रो गाउँ हो यो सबै। यो के रोपेको छौ? मकैलाई पनि त्यस्तै गरी रोपेको छ है। सब बेर्नामा हालिसकेको छ होइन। फेरि कराउँछ यो बुढा भोटे बुढा मार्ने चाहिँ क्या हो? कुकुरको खोर लगायो। कुकुरलाई कुट्यो होइन। कुकुर कुट्ने बुढा मातेर यो के रहेछ? यो चाहिँ रोप्नु आँटेको छ क्या भर्खर ड्याङ हान्दैछ है। सबै मकै लगाइसकेको छ उता चाहिँ। प्याज लसुन छ त्यहाँ। एक नम्बर बिल्डिङ, 2 नम्बर 101 बिल्डिङ, 102 बिल्डिङ। हाम्रो बोजूहरूले रोपेको सिटी नै भोलिपर्सि म मागेर लान्छु। आएर लुकाउँदैछ नि। यस्तो भइसक्यो साथीहरू हेर्नु होला। यो अस्ति रोपेको मकै हो। यस्तो गरेर देखाइदिउँ न नि बेहोस हुने गरेर। हामी चाहिँ यो घरको चाहिँ 2nd फ्लोरमा बस्छौँ। यस्तो हुन्छ। हामी चाहिँ यो घरमा बस्छौँ। यस्तो छ हाम्रो छिमेकीहरू छन्। यता कता गयो आज बोल्दा पनि बोलेनन्। यस्तो छ खै। हामी चाहिँ यहाँ बस्छौँ। अघि देखाएको त सबै छिमेकीहरूको घर हो। सानसानो घरहरू। यस्तो हो हाम्रो घरको नाम चाहिँ फ्रेन्ड्स होम।